Hi guys, welcome to my channel. आज चाहिँ म धेरै पछि एउटा भिडियो लिएर आउँदैछु। आज चाहिँ मसँग भएको फ्यु पर्फ्युमहरुको चाहिँ रिभ्यु गर्न जाँदैछु। मसँग त्यस्तो धेरै पर्फ्युम त छैन तर त्यही पनि लाइक 4-5 वटा छ। त्यसमध्ये 4-5 वटा 3-4 टा त्यस्तै कति छ। म त्यो पर्फ्युमहरुको चाहिँ कस्तो कस्तो छ त्यसको वासनाहरु कुन चाहिँ राम्रो छ भनेर त्यसको म हजुरहरुलाई रिभ्यु दिन जाँदैछु। The first perfume I have मसँग चाहिँ the first perfume चाहिँ यो Dolce and Gabbana को छ। यो यसको स्ट्रक्चर हेर्दा चाहिँ यो एकदम मलाई चाहिँ एकदम राम्रो लाग्यो। मेनली चाहिँ यो यसको यो माथिको यो ढक्कन भन्छ के भन्छ लाइक क्राउन जस्तै छ है। हेर्दा चाहिँ एकदम राम्रो छ यो। यो चाहिँ यसको नर्मली 50 ml को $135 जति पर्छ तर एक्सपेन्सिभ ठिकै हो। यसको फ्रेग्रेन्स एकदम मिठो छ। It's kind of अलिकति woody and spicy fragrance type को छ fragrance हैन यो अलिकति woody type को अलिकति spicy खालको यसको चाहिँ स्मेल छ it's really good अनि 7 देखि 9 hour 7 to 9 hours यो normally moderate यो 7 to 9 hours यसले मजाले स्मेल दिन्छ तर फर्स्ट फ्यु आवर्स अलिक नोटिसेबल अनि हुन्छ अनि स्पेशली यो परफ्युम चाहिँ विन्टरमा चाहिँ अलिकति राम्रो हुन्छ विन्टरमा चाहिँ मज्जाको स्मेल दिन्छ यसले लाइक वार्म टाइपको अनि त्यसै विन्टरमा चाहिँ अलिकति धेरै बेर टिक्ने भएर स्पेशली यो चाहिँ विन्टरमा लाउँदा चाहिँ एकदम राम्रो हो है दिस इज द परफ्युम द सेकेन्ड वान चाहिँ मसँग यो ब्लू द सनल छ है यो चाहिँ सानो चिटिक्क परेको छ यसको यो अब यसको बोतलको अब यो डिजाइन हेर्नुहुन्छ भने इट्स नट द्याट ब्याड लाइक ठिकै छ राम्रो चिटिक्क परेको छ यसको चाहिँ अराउन्ड कति परेछ लाइक आई जस्ट फरगट इट यु क्यान जस्ट चेक इन दि वेबसाइटहरुमा चेक गर्न सक्नुहुन्छ है यसको चाहिँ अलिक क्लासी स्मेल अनि त्यसै काइन्ड अफ एकदम रिफ्रेश खालको चाहिँ स्मेल छ के यसको चाहिँ एकदम रिफ्रेशिङ भाइब खालको छ है यसले यो कति घण्टा टिक्छ भन्नुहुन्छ भने इट्स अराउन्ड 8 to 10 आवर्स चाहिँ यसले मजाले ठेक्छ तर फर्स्ट फ्यु 3 to 4 आवर्स चाहिँ एकदम मजाको बास्ना दिन्छ आफ्टर द्याट लाइक अलिकति माइल्ड हुँदै जान्छ स्मेल चाहिँ है अनि यो चाहिँ दिउँसो राति जतिखेर नि युज गर्दा हुन्छ इट्स नर्मली डे एन्ड नाइट त बोथको लागि एकदम सुइटेबल छ अनि जो लङ लास्टिङ भएकोले चाहिँ मोस्ट अफ द पिपल युज दिस वान है अनि यसको नराम्रो इट्स ब्याड थिङ अबाउट यसको चाहिँ भनेपछि इट्स क्वाइट एक्सपेन्सिभ है and some may find like some of the people may find it's common smell यसको चाहिँ फ्रम एकदम कमन छ जस्तो फिल गर्छ है इट्स डिपेन्ड अपन पर्सन टु पर्सन कस्तो कसैलाई के लाग्छ तर यसको मलाई चाहिँ ठिकै लाग्छ नट द ब्याड नट द गुड लाइक इट्स अ प्लेजेन्ट स्मेल अनि एकदमै रिफ्रेसिङ छ इट्स गुड नर्मली चाहिँ अब क्याजुअली पनि युज गर्दा भयो अफिस जाँदाखेरि भयो अनि जस्ट नर्मल युजरको क्याजुअल युज डेट फर जेमा जाँदा नि इट्स रियली गुड अनि यसलाई रेटिङ दिनुपर्दा चाहिँ I might give like 8 out of 10 eh? It's really good and the third one is I have like Gucci Guilty eh? You'd say it's like यसको bottle जस्तो छ it's quite like metallic kind of छ है metallic silver transparent kind of यसको चाहिँ बोतलको त छ बोतलको सेपहरु जस्तो छ it's really good luxurious टाइपको छ है अनि यसको स्मेलको कुरा गर्नुहुन्छ भने इट्स काइन्ड अफ लाइक फ्रेश स्मेल दिन्छ यसलाई लाइक स्लाइटली वुडी टच छ यसको चाहिँ स्लाइटली अलिकति वुडी टच अनि स्पाइसी पनि छ अलिअलि त्यस्तो बिर्सिसकेँ मैले त काइन्ड अफ लाइक माइल्ड अनि माइल्ड छ त्यस्तो स्ट्रङ छैन है इट्स काइन्ड लाइक स्पाइसी अनि वुडी टच दिन्छ यसले यसको पर्फर्मेन्सको कुरा गर्नुहुन्छ भने इट्स लाइक कति टाइम टिक्छ जस्तो लाग्छ भने यसको चाहिँ लाइक 4 to 6 आवर चाहिँ यसले थाम्छ तर त्यस्तो लङ जाँदैन 4 to 6 आवर्स तर 1 घण्टा 2 घण्टा चाहिँ अलिक ठिकै हुन्छ तर आफ्टर 2 आवर्स चाहिँ स्लाइटली यसको चाहिँ घट्दै जान्छ यसको त्यस्तो मजाको स्मेल चाहिँ आउँदैन त्यो आफ्नो बडीसँग जसको मान्छेको जस्तो बडीसँग मर्ज हुन्छ क्या यो चाहिँ बडीसँगै मर्ज भएर इफेक्ट अलिक थोरै दिन्छ यो चाहिँ क्याजुअल आउटिङहरूको लागि अफिसहरूको लागि ठिकै हुन्छ यो नट द्याट ब्याड लाइक अ ब्याड एकदम ठिक हुन्छ यो अफिसको लागि क्याजुअलहरूको लागि चाहिँ एकदम राम्रो हुन्छ अनि स्पेसली दिस इज गुड फर दि समर है विन्टरमा चाहिँ धेरै लुगाहरू लाउने भएर आई थिङ्क है विन्टरमा चाहिँ हामी धेरै लुगा लाउँछौँ सो अलिकति इफेक्ट कम हुन्छ कि त्यो किनकि अलिक भित्र सोचिसकेको हुन्छ प्लस अब समरमा चाहिँ यो हाम्रो टी सर्टहरू लाउँदाखेरि चाहिँ इजिली एक्सपोज हुन्छ जस्तो लाग्छ सो त्यो इट्स कस्ट यु क्यान सर्च हेयर माइन्ड यु क्यान तपाईँहरू यसको कतिपल्ट सर्च गर्न सक्नुहुन्छ अनि
हजुरहरू यसको रेटिङको कुरा गर्नुहुन्छ भने चाहिँ आम गन गिभ 6 out of 10 लाइक पैसा अनुसारको त्यति धेरै फ्रेग्रेन्स नदिएको हो कि आई थिङ्क सो है त जे होस् लाइक इट्स माई पोइन्ट अफ भ्यू हजुरहरूको जे पनि हुनसक्छ सो डिपेन्ड अपन पर्सन टु पर्सन मैले भनिरहेको छु पहिलेदेखि नै चाहिँ मेरो भ्यू मात्र हो हजुरहरूलाई अब अरू नै थोक लाग्नसक्छ सो एन्ड द नेक्स्ट पर्फ्युम आई हेज इज दिस वान द जिन पल है यो चाहिँ एकदम मलाई चाहिँ एकदम मन परेको पर्फ्युम हो है यो चाहिँ मेरो वान अफ द बेस्ट पर्फ्युम है यो चाहिँ यसको यो बडी हेर्दा पनि कस्तो राम्रो मस्कुलर टाइप एकदम कस्तो मजाको लाग्यो क्या मलाई मेन पार्ट चाहिँ यसको यो बडी पार्टै राम्रो लाग्यो यसको डिजाइन है यो युनिक चाहिँ यसको स्मेल चाहिँ इट्स काइन्ड अफ युनिक है स्विट कस्तो मिठो स्विट खालको छ क्या अनि फर्स्ट यसको मेन राम्रो पार्ट चाहिँ के हो भने चाहिँ यो चाहिँ बडी टेम्परेचर अनुसार चाहिँ फिट हुन्छ क्या लाइक इफ लाइक तातो छ भने त्यही अनुसारको स्मेल दिन्छ अनि इट्स काइन्ड अफ लाइक बडीसँग चाहिँ यसको बडी टेम्परेचर एकदम एडजस्ट हुन्छ क्या सो आई थिङ्क लाइक दिस सुट्स फर एभ्री वान क्या यो जस्तो ठाउँमा पनि इट्स रियली गुड है अनि यसको कुरा गर्नुहुन्छ भने यसले 8 देखि 10 आवर चाहिँ मजाले भ्याउँछ मजाले स्मेल दिन्छ एकदम राम्रो स्मेल दिन्छ अनि फर्स्ट फ्यु आवर्स चाहिँ रियली स्ट्रङ है मजाले मान्छेलाई सट्ट आउनु बित्तिकै सरर बास्न आउँछ क्या र आफ्टर द फ्यु आवर्स चाहिँ यो स्किनसँगै टक्क लाएर के अरे स्किनसँगै सेटल हुँदै जान्छ सो यसले 8-10 घन्टा मजाले थाम्छ 4-5 घन्टा चाहिँ मिठो बास्न दिन्छ त्यसपछि बिस्तारै चाहिँ हल्का माइल्ड हुँदै जान्छ स्पेसली यो चाहिँ लाइक इभिनिङ वेयर्सको लागि डेट्स अनि स्पेसल ओकेजनलाई चाहिँ ठ्याक्क राम्रो हुन्छ मान्छेले स्वाट्ट सुन्नु बित्तिकै थाहा पाइहाल्छ क्या तर यो स्पेसली दिस वान इज गुड फर द विन्टर्स नट फर द समर अब आई डोन्ट नो वाइ त्यस्तो चाहिँ मलाई थाहा छैन आई जस्ट निड टु डु अलिक रिसर्च कि हजुरहरूले गर्दा नि हुन्छ रिसर्च अनि मलाई चाहिँ मोस्टली चाहिँ यसलाई रेट गर्नुपर्दा चाहिँ आई गिभ दिस लाइक 9 out of 10 इट्स रियली गुड एन्ड द लास्ट वान द पर्फ्युम लास्ट चाहिँ नभन्नु सेकेन्ड लास्ट पर्फ्युम इज दिस YSL लाइक उसको बारेमा चाहिँ if you guys want to make me review of this one just comment it's really good hope you guys like my video यही हो मेरो पर्फ्युम मसँग फ्यु थियो 4-5वटा थियो सो त्यो चाहिँ म नर्मली लगाइरहने पर्फ्युम हो सो आई हेभ गिभ माई रिभ्यू है मेरो अब कस्तो लाग्छ मलाई भन्दैछु लाइक आई डोन्ट नो एनीवेज गाइज see you in next video keep commenting keep subscribing likes thank you